आज चाहिँ साथी हो हामी जमलखारी घुम्न गएका छौँ हैन। अनि चाहिँ एकदम रमाइलो हुनेछ है। ल कस्तो दामी ठाउँ रहेछ यहाँ त है। आम्मामा यस्तो दामी सिँढी नै सिँढी। तपाईँको यहाँ माछा नि पाउँदो रहेछ पोखरीमा हैन। माछा पाउँदो रहेछ हैन। कस्तो दामी पोखरी छ यार। ल तपाईँको यहाँ यस्तो सिँढी चढेर माथि पनि बस्ने ठाउँ रहेछ क्या। माथि बस्ने ठाउँ दामी रहेछ है। यहाँ चाहिँ हावा खाने ठाउँ। ल अहिले हामी बाँदर अजिङ्गर निर्गा पनि हेर्नेछौँ। कस्तो दामी निर्गा रहेछ यार। बलियो बलियो यार गाइजहरू। गाइज हेर्नुहोस् त निर्गा तीनटा तल यता पनि छ। त्यो रुखको फेदन रहेछ है। निर्गा कस्तो दामी ठाउँ छ है। बाँदर पनि रहेछ। यता हेर्नु त दामी देखियो यार। बाँदर हो खान्छन् दुलोबाट खेलाइदिउँ न। हेरेको हेरे हो सबै छौरै छौरा रहेछ। यो त छौरी रहेछ। ए होइन छौरै रहेछ। होइन हेर कस्तो रिसाएको कस्तो रिसाउँछ होइन। दिने ठाउँ छैन टोक्यो त रिसले यो चाहिँ बुढो रहेछ क्या। भेट्दैन होइन ल ओइ यहाँ खाएको अहिले कहिले छैन। नङ कस्तो दामी दामी हुन्छ टोक्कै उकाइदिन्छ के यो कति रिसाएको है। त्यो रिसाएर छ। नाच्छु कि बाहिर जाएर यहाँबाट हालौँ ठुलोबाट खातन चिसो भएछ चिसो गुरुक्क अर्कोले यता मौका भयो फेरि हेर्दो रहेछ त नि अरूलाई त यसको बुढी हो नि त यहाँ अन्डा फर्काइदिँदैछ। कसको चाडा रहेछ है। पर छ नि कहाँ छ पर छ नि अरे सर्प हात्र कहाँ जाउँ न त ल जाउँ घुम्नु न के छ यो उतापट्टि चाहिँ
त्यहाँ केही रहेन रहेछ होइन के थियो यहाँ चाहिँ अस्ति यहाँ सबै यहाँको सारेको नि पर कहाँ पर बाघहरू जाउँ न उयो पर चाहिँ के थियो त्यहाँ पनि छैन होइन यहाँको सबै छ सारे पानी खाइरहेको थियो आज चाहिँ साह्रै राम्रो भइरहेछ तपाईँको यहाँ अझै माछा पनि हाल्दो रहेछ कस्तो दामी गाई पनि रहेछ है कस्तो दामी यता त माछा झन् के छ माछा झन् तान्छ होला है दौरो माछा पाउँछ है पुल पनि रहेछ त नि कहाँबाट जाने हामी के हो केटाकेटी झन् यहाँ त खुसी हुन्छ होला है यस्तो खेल्नु पाउँदा आमा कस्तो दामी छ है पोखरी हो क्या यो पोखरीमा चाहिँ पुल बन्छ कस्तो दामी रहेछ केटाकेटी खेल्नु क्लिन पनि बनाएको छ दसैँमा होला नयाँ सालमा यसपाल त तर घुम्ने अवसर पायौँ हामीले यो हरियाली अमलाको बोट यो पोखरी त ठुलो रहेछ हौ हामी जम्मा 3 जना हो के छ यहाँ बाघ छ ल हेर्नु कहाँ जान्छ दामी रहेछ साथीहरू हामी घुम्न गएको छौँ आज कस्तो हिमाल पनि बनाएको हेरौँ न हेर्नुहोस् न हिमाल हेर्नु न हिमाल कस्तो दामी बनाएको रहेछ आज चाहिँ हामी कस्तो जमन खाँड कि जामान खाँड कि भन्ने ठाउँमा गएको छु त्यो दामी ठाउँ रहेछ है पोखरी माछा सानो सानो 2 किलोसम्मको माछा होला यहाँ जानुपर्छ ए पोखरी त यो एउटै हो यताको नि ठुलो रहेछ नि यहाँसम्म घुमेछ आमा वरिपरि हो क्या पोखरी त भन्नु घुमेको आमा यहाँ चाहिँ यस्तो गएको छ त्यो भएर यस्तो यो पोखरी कत्रो होला अनि यहाँ माछा सानो सानो पाउँछ त पुल तर्नु भनेपछि यहाँ पनि
भरे चाहिँ तलको पुल पनि तर्ने है फलामे पुल पनि रहेछ खोला खोला जस्तो सेम छ है तपाईँको ढेँडो पनि छ बाहिर पानी खानु आएर रहेछ माथि ढेँडो रहेछ यो चिन्ह सानो छैन नि हौ गाइस पोखरी त के रहेछ यहाँ पोखरी त यता पनि रहेछ है यो के हो मुसा कुनै मुसा सुतेको छ आनन्द र के भयो दामी रहेछ हजुर के हो यो चाहिँ यो पोखरी एउटै हो यताको पनि कि बेग्लै हो यो पोखरी नि एउटै हो यत्रो घुमेछ है यहाँ चाहिँ अनि कस्तो अनि सानो छैन त नि यो त यो चाहिँ के भन्छ यसको नाम चाहिँ हिमाली गिद्ध यो बाँदरको बच्चा त यहाँ पनि रहेछ कतिवटा चाडा तीनटा रहेछ यो हिमाली गिद्ध सानो सानो छैन यो त 8-10 केजी होला एउटा नि एउटै मात्र यो पोखरी त चाहिँ घुमेको रहेछ नि वरिपरि कस्तो ठुलो रहेछ है अनि यस्तोमा माछा त थोरै छैन होला है के छ त्यहाँ चाहिँ त्यहाँ हेरौँ न जाउँ न सुतिरहेको रहेछ है यो चाहिँ भालु यार कालो भालु त्यो राम्रै टल्किँदो रहेछ भालु यो चाहिँ राम्रो देखिएन है यो तपाईको यो जुन पर्छ नि यो देख्यो यो कालो भालु
कस्तो मस्त सुतेको है खराएको चाहिँ यो के हो सानो खालको खरायो यहाँ केही छैन के आमा कतिवटा छ यहाँ एउटा थोरै लामो छैन त नि यो त भिडियो गर्नु न मेरो क्यामेरा राम्रो गर्मी पनि नलागेको है मरेको यो यो टर्की कराउनु रहेछ यहाँ टर्की उ त काली छैन होइन नि उ त के कुखुरा भन्छ मुनिको मयूर किथ्रा भन्छ होइन यो मुनिको चित्रा न किथ्रा किथ्रा हो क्या यो माथिको मयूर कुन भाले यो नि भाले होइन यो हरियो भएको यताको पोथी यो तल्लो चाहिँ के हो निर्गा होइन उयो के छ यहाँ चाहिँ केही छैन त नि ए सुगा जस्तो यो चरा रहेछ यहाँ चाहिँ हरियो हरियो कालो अनि पहेँलो पिउर यो के हो यो गोराल कि निर्गा हो निर्गा यस्तो कलर हुन्छ र सानो त छैन यो गोरालो लाओ निर्गा होइन गोरालो सानो छैन निर्गाको त रातो कलर हुन्छ नि यहाँ चाहिँ केही छैन होइन तल्लोमा चरा यहाँ बसिरहेछ त नि कतिवटा यहाँ अर्को नै आएछ निलो भएको मयूर टर्की थुङ 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 गर्छन् कति केजी छ होला यो अजिङ्गर त
कति केजी हुन्छ 8-10 केजी होला नि यो मुसाको नि मासु खानुहुन्छ हजुर के भएर घाउ भएछ यसको एउटा त्यो एउटा त्यो पानी खाँदैछ नि त्यसको सानोको त्यो अल्लोपट्टि पानी खान्छ नि त्यसको नि घाउ छ बाजेको चाहिँ लक्क परेको ए होला पोखरी पोखरी तीनटा टाउको रहेछ हौ यो पोखरीको त छैन नि छैन यही उयो लिएर आएको यहाँनिर यो जामुन खाडिन्छ यो अमरे के गर्दै गइयो नि पोखरी माथिको तम्बरको पानी जस्तो देखिन्छ यहाँ त तिरी माछा पक्रेर जाने अब भन्ने कुरो आयो
पल्लोपट्टि टाउको देखाइरहेको निकाल्नु निकाल्नु उहाँ बल्ल छेउमा छ हौ टाउको निकालेर छौ म अघि हान्छ काफी किन निकालेर फेरि राख्दा भइगयो नि के म त उयो पनि निकालेको नि भने कत्ले कत्ले छ त हामी लगिन सक्छ त्यहाँदेखि अघि गर्छ त अहिले ऊ त पोथी अनि कस्तो चाहियो तर कत्ले कति जातको माछा छ यहाँ चाहिँ माछा थुप्रो खालको छ हामी त निस्किने चाहिँ एक खाल दुई खालको तिन खालको मात्रै निस्किन्छ तिन चार खालको निस्किने लगेर गुडीले अरे एक खालको निक्ल्यो पोखरी सानो छैन हो त्यो त फाँसी लाए जत्तिकै भयो यो महाजालमा राख्दैछन् फेरि होइन त्यो महाजालमा राख्नु हुँदैन अड्के गर्छ माछा अरू केमा राख्नुहुन्छ पम्पलेट पन्ध्र किलो जति तर त्यो सिस्टम चाहिँ गलत हो फेरि गेडा चाहिँ किन दिनु भाइ गेडा हुन्छ अब के गर्नु त यहाँ रामायण झगडा किन गराउनु रमायो नि त अब फेरि दुई ताल सनाएर डेढा भनिदिनु पर्छ अनि हिसाब गरेर लागि भन्नु माछा अनि हामीलाई जति चाहिने त्यो त उठाउनु पर्यो नि त उनीहरूलाई ल्याइसक्यो अहिलेको चाहिँ गोरलो क्या परको निगा त यस्तो हुन्छ नि यो चाहिँ गोरल हो कतिवटा एउटा दुईवटा तिनवटा चारवटा पाँच छ छवटा रहेछ है निगा जाउँ न उता पिलिन अच्छा हामी घुमेको घुमेकै हामी हेरेको हेरेकै
घुमेर हेर्कै सानो पोखरी छैन यो। अब यता एउटा यता यतातिर एउटा यतातिर एउटा पोखरी यता पनि छ एउटा पोखरी। यसरी बाइकमा घुम्न आउँदो रहेछ है साथीहरू।